हेलो सबैजना ल सबैलाई हेलो हेलो बिन्सा हेलो दाइ हेलो बाइ बाइ ल सनबाथ या बाइ गाइस जोमसोमै बजारमा 12 बजे हावा सरर ए हजुर घर मेरो पोखरा अहिलेसम्म भएको छैन घरबाट आछु स्याउ स्याउ त्यो ल्यान्डस्केपहरू हेर्नु न आम्मा मेरो हात यस्तो चिसो छ नि बाहिर खिच्न मन छ नि त सबै के मेरा मन लागे कसैले डराले आनन्द हुन्छ नि बसेर बस्दा त माया धेरै धेरै गर्छु अर्थ केही छैन भावनाहरू हल्का हान्दिएको नि यस्तो फ्युज हल्यो भर गर्न सकिनु मैले यस्तो बाटोमा त यो घोडा बलियो छ नि भयो त ठिक हुन्छ होला यार हेलो को आयो आउँदैछ नि मम्मी दाइ उ त्यो घोडा भएको ठाउँमा पुग्न मिल्छ उ त्यो घोडा भएको ठाउँमा मम्मी आयो आयो हामी ओ ल ल हिँडे न दाइ यो थाक्यो ए दिशा गर्दैछ मम्मी टक्लक 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 बिन्सा रामसँगसँग त
मामी हेलो हेलो मुक्तिनाथ ल यता हेर्नु यता के छ हेलो कति हेलो हेलो भयो हाम्रो त ल चल्दै गयो ल भन्न हेलो बिनिसा मम्मी हेलो मुक्तिनाथ ल गएको चल्दै गयो ल हेलो बिनिसा आमा गीत पनि रहेछ मम्मी खता ल है को छुट्यो बाबा खोइ हेलो फुपू हेलो मेरो दिलको बारी मेरो दिलको ओइ हेलो पुसै ल बाई बाई ल भयो नजानु ल बिन्जा यता छेकिन्छ भिडियोमा बिस्तारै जानु है त लड्किन्छ नि फेरि बिस्तारै दौड्नु न दिदी देख्नु भएको कि नै भिडियोमा मान्छे लडेर पुरै चप्पल लगाउनु पाएन बिस्तारै दौड्नु है ल बिस्तारै भिजिनु है सबैमा भिजिनु चप्पल होइन सिधै उता तल जानु यताकोमा अब मम्मी खुट्टा मेरो खुट्टा खान्छ क्या यस्तो नै त कस्तो आउनु क्या आउनु ओ माई गॉड लु जानु उता एउटा बिस्तारै टेकेर हेर्छ मार्नु ल मेरो खुट्टा जानु पहिला तल सबै डुबाउनु ल टाउको पुरै सबै हो नमस्ते गरेर डुब्नु बिस्तारै निस्किने लड्नु होला तल गएर सक्यो अब फाइनल्ली लाउनु बोल्न मन लाग्छ अनि भयो पुछै म यहाँ चाहिँ ल हुन्छ पुछै ल हुन्छ हिँड्नु पुछै ल पुछै हिँडै जमे हुन्छ हजुर हिँड्नु पैसा ल म आइरहेको छु पछि ल पुछै हुन्छ पुछै ल नि
हेलो खै दिलको यहाँ दिदी मजा आहा नआएर फिलिङ गुड हो यस विनिसा फुबु सुरु गरिरहनु अघि आउनु Vinis apa? Foto mana? Innu hubu innu. Hubu actually डुब्यो हुन्छ चिप्लिन्छ है फुपू ल हुन्छ फुपू हुन्छ अब अर्कोमा फुपू यता यता त्यता हैन यता यता चिप्लिन्छ किन आउनु आउनु फुपू आउनु फुपू चिप्लिन्छ है ल ओहो फुपू ल आउनु 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 फुपू यहाँ लास्ट यो लास्ट हात समाइदिनु ल फुपू भयो पर्दैन फुपू डुबेर निस्किनु अब अब भयो सक्यो हुन्छ भएन ल गो 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 सही हो भएन ल हिँड्नु त भएन आइस ल भएन ल फुल डाउन भेना अब भेना चिप्लेला है भेना ल भेना ल 1 2 3 ल ल भेना ल लोकेट गर्ने भेना पहिला लोकेसन हेर्ने यहाँ भेना यहाँ भेना मेरो अगाडि यहाँ आउँदा हुन्छ भेना मेरो अगाडि यहाँ यहाँ मेरो अगाडि होइन त्यो भन्दा यता यता भेना थोरै अगाडि यहाँ अलि 1-2 पाइला अगाडि यस भेना ल यही हो दुइटै छ ल भेना माछा मार्नु पर्यो ल ल भेना अनि यतिको त गर्नै पर्यो नि ल दामी
ल त हजुर हो हामी मार्फामा ल है मार्फामा स्वागत छ तपाईहरुलाई वेलकम टु मार्फा सँग हावा सररा खोइ यो नघुमाउने हामी यहाँ ढगर सुरु ल ल जाउँ ल जाउँ ल है त सररा ओ मने पेमे हुम क्या राम्रो स्याउबारी रहेछ तर स्याउै नरहेछ अहिले त ओ मने पेमे हुम ल मिनिसा बुद्धको जन्मस्थान कहाँ हो बुद्धको आमाको नाम हेलो गाइज हेलो वेलकम टु माई भ्लग मुक्तिनाथमा खासै भ्लग गर्न पाइएन बिकज हामी चिसोले कठाङ्ग्रे थियौँ है बिन्सा है मम्मी तर अब हामी मलाई हल्का ज्वरो आए जस्तो भए तापनि हामी अब मार्फा गाउँ डुल्दैछौँ मार्फाको चिसो पानीले हामीलाई एकदम जाडो बनाएको छ ल छ्यामा हेलो बाबा उता हुनुहुन्छ टाढा बाबा फोटो खिच्दै हुनुहुन्छ कबड्डी गल्ली रे हो यो चाहिँ खै बसेर फिल हान न कस्तो हुन्छ खै हेरौँ कस्तो हुँदो रहेछ एकदम तातो ल यता गुम्बा रहेछ होइन लगाउनु मन छ लगाउने हो लगाउने हो भने लगाउनु नि त एउटा खिच्ने त हो घरिघरि अब नेक्स्ट टाइम कहाँ आउनुहुन्छ हजुर भाइबिन्छ ल लगाउनु न कस्तो भयो हो र किन भयो दिदी यता रेन्टमा कपडा लगाउने कता छ रेन्टमा भाडामा ड्रेस लगाउँछ नि हजुर बिन्सा लगाउने दुईजना मम्मी आउनु न तिब्बतीन ड्रेस खै छैन नि छ क्या राम्रो स्याउबारी मार्फा गाउँमा ahai ahai hoi hoi ल जाम चिसो भयो है है बिन्छ
कस्तो भयो मम्मी राम्रो के राम्रो रमाइलो भयो रमाइलो भयो यो चाहिँ मार्फाको गाउँ नमस्ते नमस्ते क्षमा नमस्ते नमस्ते कता कता भिडियो गर्ने ए उताबाट यता ल बाबा ल यता हेर्नु कस्तो भयो रमाइलो मुस्ताङ मार्फा दुम्बा लेक सबै भ्याएर हामी अब घर जाँदैछौँ अवस्थामा ल होइन अब घर होइन अलिक अर्कै ठाउँमा जाँदैछौँ लाइटिङ लेके है गाडी बनाएर रहेछ यार मार्फाले है यो त अलि बल्ल हैन नमस्ते दर्शक दिदी हे भगवान फेसको हालत के भएको यस्तो फुटेर कालो भएको हे राम गोरै जस्तो लाग्छ के छ भन्छ ओ मेरो भाइ यता हेर न यता हेर के छ ठिक छ भनिदेऊ लाइक कमेन्ट सेयर सब्सक्राइब भनिदेऊ यसरी ओइ दिलको हेलो भन्नु लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला श्यामा मम्मी हेलो 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 कस्तो भयो हजुरहरूको तातो पानीको हाम्रो तातो पानीको धन्यवाद मम्मी धन्यवाद अब हामी तातो पानीबाट बेनी बजार झरिसकेका छौँ अरूहरूको प्राइभेसीलाई मध्यनजर राख्दै हामीले धेरै भिडियो लिएका छैनौँ अब हामी जाँदैछौँ बेनीको बजार हामी चाहिँ अहिले बागलुङ बजारमा छौँ बजारबाट हामी तल अहिले कालिका मन्दिर घरमा छौँ जाँदैछौँ के कसो पुरामा त वेल डन भएको रहेछ त खाली भएको रहेछ हामी कालिका मन्दिर आइपुग्यौँ हामी जाँदैछौँ गोल्डन ब्रिज यही होला नि हे भगवान How are you feeling होला नि Oh my god मेरो ओठहरु मेरो स्किन ए बोला बिन्सा ओ बिन्सा के छ ठीक छ साँच्चै ठीक छ साँच्चै कसम ल ठीक छ त्यसै हामी ल है यामा के हुँदो रहेछ ल ल ल ल पुर्र ल बाहिर भएर छ त किन डराउनु ओहो रिल्याक्स मजा आउँदो रहेछ हजुर तीनजना खेल्ने छुट्टियो भने डुकडुक भयो रे बिन्साको
दुईजनाले उनको मन समात्देऊ न दाइ बाबुजीले नि दाइ बाबुजीले नन्दको मन समात्देऊ पुसमा नपसम है भनेको हुन्छ पहिला नि आएको ठिक छ भनेको ठिक छ ओके बढिया राम्रो छ क्या दामी के म है शीतल के यो उसके नि खै बाबा बा त पछाडि हुनुभयो त थोडी चाहिँ हिँड्नुभयो कस्तो हुँदैछ मम्मीहरू ट्रिप राम्रो कस्तो हुँदैछ श्यामा धेरै राम्रो रमाइलो भइरहेछ गाह्रो भएको छैन गाह्रो गाह्रो भएको छैन गाह्रो मम्मी गाह्रो भएको छैन अहिले त ठिक छ नि आउँछ सिधै एकैचोटि माथि पुग्यो नि त त्यही भएर कस्तो छ के हुँदैछ के अरे के हुँदैछ अरे नाक चिलाउँदैछ चिलाम भनेको देखाउनु कस्तो नाक हो यहाँ देखाउनु